धन्यवाद छ हाम्रो नानी बाबुहरूलाई र हाम्रो पास्टर भाइलाई पनि धन्यवाद। र विशेष गरेर हामीले यो भजनबाट हामीले थाहा पाएका छौँ कि उहाँको धार्मिकताको वस्त्र हामीले पहिरिनुपर्छ, किनभने उहाँको वस्त्र बिना हामी नाङ्गिएको जस्तै हामी हुन्छौँ। र भजन लेखकले भन्छ, तपाईको प्रेम बिना म नाङ्गिए झैँ मलाई लागेको छ, त्यसकारण तपाईको धार्मिकताको वस्त्र मलाई पहिराइदिनुहोस्। हालेलुया। त्यसैले हामी हरेक प्रभुका जनहरू, छोराछोरीहरूले त्यो धार्मिकताको वस्त्र पहिरिनुपर्छ। र विशेष नारीहरूलाई प्रभुले धेरै इज्जत गर्नुभएको छ। हामीले अघि नै बर्दघाटका हाम्रो छोरीहरूले नाच पनि देखाउनु भयो कि नारीको इज्जत छ यसमा भनेर। अनि नारीको सम्मान पनि यसुमा छ, नारीको इज्जत पनि यसुमा छ। र विशेष त्यसकारण हामी यो सबै कुरा प्रभुले हाम्रो जीवनमा देखाउनु भएको छ, दया गर्नुभएको छ। उहाँको दयाको कारणले गर्दा आज नारीहरू हामी हेर्छौँ भने अहिले नारीहरू धेरै अगाडि बढेको हामी देख्छौँ। र यो प्रभुले नै यो गर्नुभएको यो स्वतन्त्रताबाट हो। र हामी इन्डिया र नेपालको परिवेशमा हेर्ने हो भने इतिहासमा केही वर्ष केही समय अगाडि अनि कोही एउटा श्रीमान बित्यो भने अनि ऊ श्रीमतीलाई पनि सती लैजाने प्रथा होइन, श्रीमान सँगसँगै जल्ने त्यस्तो किसिमको नियम एउटा संस्कार थियो। र परमेश्वर येशूले नारीहरूलाई त्यो ठाउँबाट उद्धार गर्नुभएको छ, दलदलबाट निकाल्नु भएको छ। हालेलुया। र त्यो सती प्रथा परमेश्वरको दास विलियम क्यारी भन्ने व्यक्तिले इन्डियामा आएर त्यो कुरालाई हटाउनु भएको हामी देख्छौँ। र बाइबलमा छोरी मान्छेहरूलाई परमेश्वर येशूले यति सम्मान गर्नुभएको छ, यति आदर गर्नुभएको छ, यति इज्जत गर्नुभएको छ। त्यसकारण हामी प्रभुले चुन्नुभएको त्यो स्वतन्त्र गर्नुभएको जाति, ती चेली छोरीहरू हामी भर्मिन बहकिनु हुँदैन। हामीले भुलेर परमेश्वरको चित्त दुखाएको काम हामीले गर्नु हुँदैन। आमेन।